रोटीको भोलि मदर्स डेको लागि चाहिँ रोटी यसरी पठाउँदैनौँ हामीले। ह्याप्पी मदर्स डे। मदर्सको उपलक्ष्यमा है ह्याप्पी मदर्स डेमा चाहिँ फादरहरूले खुवाउनु पर्नेमा मदर्सहरूले रोटी पोल्दैछ रातिको अवस्थामा है। ह्याप्पी मदर्स डे टु अल। सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा मेरी श्रेष्ठ राई छ, हजुरहरूले सब्सक्राइब गरिदिनु होला है। यो चाहिँ युएसको सिनसिनाटीमा छौँ अनि हामी चाहिँ यो चर्चको लागि भोलि रेडी टु रोटी यसरी बनाउँदै हुनुहुन्छ। पोङ्ले रोटी खानु आउनुहोस्, हेर्नु त अझै कति छ बनाउनु पर्ने। यस्तो धेरै छ साथी हो, हेर्नु होला। नेपालकै भएर नेपालकै हाम्रो माम ढिँडो सेलरोटी हामीले सम्झेर गुन्द्रुक अचार दालमाम सबै कुराको हामी मदर्स डेमा चाहिँ आज सेवा सकेर भोजन यसरी हुँदैछ। ल है माताहरू भोजन यसरी हाम्रो चाहिँ रोटी हिजो बनाएको रोटी डोनट खिर जुलापी यो चाहिँ अचार यो कुकुरो कसले ल्यायो फेरि फ्राई राइस माछाहरू खुट्टा कुखुराको सब्जी यता मेक्रोनी आमामा के छ त खानेकुरा दामी यहाँ चाहिँ फेरि हाम्रो केटाकेटीले खाएको। हेलो नानी। हेलो को साइमन? साइमन को हैप्पी मदर्स डे मम्मी।
थ्याङ्क यू थ्याङ्क यू साइमन चाहिँ रिसारो पर बसिरहेको साइमन खोइ खाएको रिसायो नाना 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 के साह्रो न केमा चाहिँ घोटेर हाँगा गर्नुहुन्छ त हो नलगाउ न अಯ್यो विकास दाजु आउनु न आउनु न अगाडि होइन बहिनीले अस्ति मलाई पर खानमा नि खाने खाने नानीहरू लिएर भरि नानीहरू चाहिँ कुदेर आयो कि छेउमा अनि यसरी कोठे आयो क्या म उयो गरिरहेको थिएँ कि सानो केटीले अनि